So, hello and good morning again, everyone from Lower Sinwa. आज हाम्रो यो day 3 from Lower Sinwa. आज हामी लाग्नेछौँ हिमालयतिर अनि बिहानको भ्यू यस्तो छ। यहाँ हाम्रो सामानहरू प्याक हुँदैछ। अनि यो हिजो एउटा देखाउने बिर्सेछ यहाँ चप्पलको स्टाइल। हाम्रो भाइहरू पुरा रेडी हुँदैछ। के लाग्यो भाइ? के लाग्यो? सोध्नु त यो मुखको के लाग्यो? मोइस्चराइजर ड्राई भएन तपाईँको नआएर आजको लागि कस्तो प्रिपेयर छ? यस्तै हो प्रिपेरेसन त। हिँड्न सक्छ आज नि? सक्ला। हाम्रो दाइ गुडिगन के भन्नु छ? यो हो बिहानको भ्यू। यो हो हाम्रो होटल। अनि यताबाट हाम्रो माछापुछ्रे हिमाल बिहानको दृश्य। So, त्यही हो। यहाँ हाम्रो मर्निङको ब्रेकफास्ट। Okay, so after breakfast हामीहरू अब हिँड्न लागेछौँ। भएन सबै यो कसको? ए बोक बोक जाउँ। स्टिक बोक दाइ बाई बाई। टाइम ल्याप्स गर्न आएको झन् है? डे 3 के त अनि अलिकति मेरो भान्दै क्या फेरि गइदियो। भइसक्यो। राम्दा हिट लागे।
हामी हिँडेको प्रत्यक्ष रूपमा बिहान बिहानको समयमा हामी यहाँ अहिले हिँडिरहेका छौँ। अहिले केही बेरमा घाम पनि लाग्नेछ यहाँनिर। अनि घाम लागिसकेपछि त्यसपछि चाहिँ हुन्छ जात्रा। खलखले पसिना बगेर त्यही पसिना चिसो भएर त्यही पसिनाले निचाडेर पानी खाएर पानी नखाने ठाउँमा यो हो नि त पहाडको छोरो, हिमालको छोरो, यो हो हिमालको छोरो, यो हो नि त जोस जागर। बिहानको वाटरफल हेर्न सक्नुहुन्छ। वाटरफल के भन्नु, सानो सानो झरनाहरू। यसै जोस जागरको सहित हाम्रो दाजु पनि आइसक्नु भएको छ। यस्तो हिजोको भन्दा त त्यति ठाडो त छैन होइन, तर अब घाम लागिसकेपछि चाहिँ हुन्छ। सो साथीहरू, हामी अहिले अप्पर सिनुवा होला यो सबै अब आइपुग्यो। त्यहाँनिर हेलिप्याड अनि यहाँनिर हाम्रो टिमहरू आउँदैछ। यो चाहिँ अप्पर सिनुवा, हाम्रो बाइक मुख धुँदैछ। अनि यो चाहिँ अलिकति रेस्ट सिनुवा। सो अहिले हामी यहाँ छौँ, यहाँबाट फेरि ब्याम्बू। आज यहाँ पुग्नु छ हिमालय ब्याम्बू। अनि त्यसपछि अब अप्पर सिनुवा आयो, अब ब्याम्बू आउँछ, त्यसपछि दोबन हिमालय। यहाँ आजको बास रातिको यहाँ हुन्छ। अनि भोलि फेरि देउराली अनि डाइरेक्ट एमबिसी अन्नपूर्ण 3 यता रहेछ। हामी आएको चाहिँ यहाँबाट झिनुबाट यहाँ माथि चढ्दै सिनुवा, चुम्रुङ गयो, चुम्रुङबाट सिनुवा अनि अप्पर सिनुवा, यही त हो नि। अनि समथिङ ठाउँ यस्तो छ एकदम। अनि यहाँबाट भ्यू चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। अब यो हो अप्पर सिनुवाको ठाउँ। अनि भ्यू हेर्नुहोस्, नजिकै छ हिमाल त। हिमाल, माछा पुछ्रे, हिमाल, यहाँ छ भोटे कुकुरहरू। यो हो भ्यू। अहिले हामी यो बाटो हुँदै त्यहाँबाट जानुपर्ने छ, उताबाट उता त्यो हिमालकै तल पुगिसक्यो। अब नजिकै छ, दामी छ। अब हामी फेरि अगाडि हेर्नेछौँ। सो अहिले हामी हिमालको नजिक आइपुगेछौँ। अब हामी कहाँ आइपुग्यो रे भाइ? हामी अब अप्पर सिनुवा आइपुग्यो। यहाँबाट भ्यू कस्तो लाग्यो? दामी रहेछ, दामी। जति नजिक गयो झन् दामी देख्दै जान्छ। त्यसैले यहाँ बसेर अलि धेरै बसेर काम छैन। त्यही त, यस्तो दामी भ्यू होइन? गाइस, अब हामी
यो अप्पर सिनुवाबाट हिँडिसकिसक्यौँ के भन्यो अनि यहाँनिर जति नजिक जाँदै गयो त्यति हिमाल आइरहेछ अनि यहाँ भेडाहरू छ भेडामाथि अब त्यहाँ पुरै देख्छ क्या चरा अब त भेडा पनि हाई भन्न लागिसक्यो सरी यहाँ हिमाल त एकदम नजिक जति अगाडि बढ्दै गयो त्यति नजिक आउँदैछ यहाँ जानेको भिड पनि त्यस्तै आउनेको भिड पनि त्यस्तै छ घान्द्रुक सिनुवा 11 यस्तो बिच बाटोमा होटलहरू कस्तो दामी फुलहरू अनि हाम्रो गाइड दाइहरू यहाँ हुनुहुन्छ त्यसै गरी सरसफाइ पनि यहाँ एकदम निट एन्ड क्लिन यहाँ महँगो भनेको त्यही खानाको चाहिँ धेरै महँगो रहेछ खैरेहरूको लागि चाहिँ पानीको चार्ज लाग्छ रे तर नेपालीहरूको लाग्दैन रे खाने पानीको चाहिँ अनि हट सावरहरू पनि सबै व्यवस्था छ अहिले चाहिँ अलि ओह्रालोको बाटो छ कस्तो दामी होटल लजहरू यहाँ अब हामी जङ्गलभित्र हिँड्नेवाला छौँ यतापट्टि माछापुच्छ्रे हिमाल अनि त्यो अन्नपूर्ण हामी त्यहीँनिर पुग्नेछौँ त्यसै गरी अब हामी यहाँ जङ्गलको झन्नै मरेर लडेको के हो झनै लड्यो यार म त ओए बादर पनि छ क्या हो बादर रहेछ यार ओहो लामो पुच्छरवाला लङ्गुर ओहो बादर पनि छ तपाईँ हेर्न सक्नुहुन्छ बादरहरू एकदम उफ्री हिमालको छेउमा बादर बादरहरू उफ्रेको अवस्था छ यहाँ जाडो महिनामा कस्तो दामी यस्तै बाटो भयो लास्टै मजा हुन्छ क्या अनि हामी सबै अब लाइनले हिँडेको छौँ हेर्न सक्नुहुन्छ बादर त देख्यो तर अब हाम्रो माथि हग्दियो भने छैन त्यही त सो हाम्रो दाइहरू यहाँ हुनुहुन्छ अनि हाम्रो टिम यहाँ छ सो एकदम चिसो छ दामी छ ठाउँ अहिले बाटो अलि यो प्लेन बाटो छ त्यही भएर सबलाई हिँड्नलाई सजिलो अनि अलिअलि हाँसोको मुहार पनि देख्न सक्छ हामी सबैले बाटो राम्रो आएर अलिकति खुसी छौँ यस्तो बाटो आयो भने हाम्रो केटाहरू त आज 2 घन्टामै हिमाल पुग्छ होला हैन आजको आज एबिसी हो चाहिँ यस्तो बाटो आयो भने त चट्टानले भरेको छेउछेउमा सानो खोलाको त्यहाँ बाटोहरू भिड भएको छ पारीतिर अनि घाम लागेको अवस्था पनि छ मौसम खुलेको अवस्था छ एकदम भटाभट टुरिस्टहरू अब मौसम
के अरे सिजन आइसक्यो विन्टर सिजनमा अब धेरै टुरिस्टहरू आउने बेला हो सो हामी फेरि अगाडि भेट्नेछौँ फेरि पनि हामी हिमालको एउटा सानो वाटरफलमा आइसकेको छौँ हाम्रो भाइ त्यहाँ बसिरहेको छ हाम्रो सानो भाइ बसेर हामीलाई पर्खिरहेको छ अनि बाटो त यस्तै हो हिमालबाट झरेको पानी ठ्याक्कै हाम्रो यो डाँडाको एकदम माथि त हिमाल एउटा छ नाम चाहिँ थाहा भएन त्यही हिमालको मुनि मुनि हामी हिँडिरहेछौँ अब एकछिन हाम्रो यहाँ विश्राम हुनेछ अलिकति एनर्जी फेरि पनि हाम्रो एनर्जी फेरि ल्याउनु बाँकी छ माउन्टेन वाटर सो कुन किन त्यहाँ हेर्न बाङ्गो छ सो अब हाम्रो विश्रामपछिको यात्रा फेरि सुरु भइसकेको छ यहाँनिर हेर्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा यहाँ विश्राम गर्न हाम्रो खैरे दिदीभाइ दिदीबहिनीहरू टम छोटो विश्रामपछि फेरि हाम्रो यात्रा सुरु भएको छ हाम्रो खैरे हाम्रो दाजुभाइ दिदीबहिनीहरू सबजना विश्राम गरिराख्नु भएको छ हामी पनि अब अगाडि माथितिर लागिरहेछौँ अब फेरि हामी अगाडि बढेर तपाईहरूलाई पूर्ण रूपमा हामी भेट्नेछौँ सो हामी यहाँ आइपुग्यो यहाँबाट भ्यू अलि राम्रो आउँदैन अब यहाँनिर सानो पुल रहेछ जुन कि क्रस गर्नुपर्ने रहेछ हामीले पुलको बाटो अलि यसरी छ यसरी खोला छ यहाँ खोला रे के अरे झरना सर्लक्क हिमालबाट आएको पानी तल यसरी छ यहाँबाट यसरी छ अनि हाम्रो टिमलाई हामी पर्खिरहेको छौँ अनि फोटो खिचिदिनु पर्ने रे भाइको अहिले फेरि भेट्नेछौँ सो here we are walking towards to the so guys so what is our destination for today? Today's destination is Himalaya. Himalaya. Yes. So yes. Right now our stop is at Doman. Doman. It's called Doman. It's really beautiful place. Yes. The Himalayas. So I would like to request to all of the tourists all over the world to come and visit once in Nepal and explore the mountains. It's such a very beautiful. It's such a beginner friendly. Yeah. route. Yeah. The view is majestic. The place is really is kind of simple. Yeah. Some places are a little bit difficult. Yeah. But I think we can manage that. Yeah, of course. Yes. Why not? Because there are various checkpoints. Yes. Yeah. But the first thing is you have to know is the reservation for the rooms. Because currently from October month, I think it is kind of now the busy. Yeah. So this is now the season for the tourists, and so many people will come for visits to ABC camps. As you can see, there's so many tourists are coming from all over countries just for the view.
of the Masaputre, Annapurna, Dhaulagiri, Everest, so many. Mountain range. And there it is, our team are moving forward. So, okay, now we will see with the next destination. Hope you guys liked our trekking videos. So do subscribe for watch more. Okay, bye bye. अब सिधै तल ओह्रालो, एकदम ठाडो ओह्रालो हेरेर हिँड्नु पर्छ. अलिकति खुट्टाहरू झुकेर पनि स्लिप भयो भने गुल्टुङ गुल्टुङ गुल्टुङ. तल माथि तल माथि. अलिकति भिडियो सेक भएको छ भने त्यसको लागि अब एडजस्ट गरिदिनु होला. अब यस्तै त हो. के साउन्ड निस्क्यो त्यस्तो? भ्यागुता कराएको. यहाँ भ्यागुता रहेछ नि त खोला छेउमा. फेरि पनि प्रत्यक्ष प्रसारणमा हामी आइपुगेछौँ. अर्को ओह्रालोमा. यो त धेरै ठाडो ओह्रालो. हेर्ने के अरे एकदम बेसीमा झर्ने ओह्रालो. एकदम ध्यानपूर्वक हामीले पाइलाहरू टेकेर अगाडि बढाइरहेका छौँ. हतार पनि गर्नु हुँदैन यस्तोमा. यसै साथमा अगाडि हाम्रो माछापुच्छ्रे हिमाल देखेको अवस्था. अनि ओह्रालो झरिरहेको छौँ. तलबाट ठुलो ठुलो भारीहरू बोकेर हाम्रो नेपाली दाजुहरूले ल्याउँदै हुनुहुन्छ. यसरी यस्तै हो अब होइन. हाम्रो भाइ अब पानी खान लाग्यो. हिमालबाट झरेको पानी एकदम मिठो. मिठो त के भन्नु, यस राम्रो छ, सफा छ. फिल्टर, नेचुरल फिल्टर भएको पानी. अनि हाम्रो टिम झर्दैछ उताबाट. पानी यसरी तल तल झरेको छ. फेरि अझै हामीले तल पुग्नु पर्नेछ. हामी चाहिँ अब ब्याम्बुमा आइपुगेछौँ. यो चाहिँ ब्याम्बु. अनि यता तल खोला बगिरहेछ झरना. नेक्स्ट स्टेसन दोभान. त्यसै गरी म चाहिँ अलि अगाडि अगाडि भएछु. हाम्रो टिमहरू बिस्तारै आउँदैछ. यो चाहिँ ब्याम्बो भिलेज भन्ने ठाउँमा अब आइपुगिसक्यो. अब यो ब्याम्बोबाट फेरि हामीलाई सायद दोगन हो कि के त्यस्तो ठाउँमा पुग्नु पर्नेछ. एकछिन रेस्ट गरेर फेरि हाम्रो यात्रा सुरु हुनेछ.
यतापट्टि हिमालको लेखहरू देखेछ। ब्याम्बो दोबान देउराली, जुन कि दोबान पुग्नको लागि अब 1 घण्टा 30 मिनट देखाएको छ। हेरौँ कति घण्टामा पुग्छ। अहिले ठ्याक्कै 10:26। हाम्रो साथीहरू आउँदैछ। म चाहिँ अगाडि गएर रेस्ट गरेर बस्छु। सो हामी अहिले ब्याम्बो भन्ने ठाउँमा आइपुग्यो। कति बज्यो? 10 साढे 10। अनि ब्याम्बो भन्ने ठाउँ यसरी छ। लड्स होटलहरू छ। अनि माथि यस्तो भिर पाखाहरू छ। माथि त्यस माथि हिमाल पनि छ। यसरी छ। यो भागहरू सबै हिमालको यो चट्टानहरू। माथिबाट आउनेहरू पनि यत्तिकै छ। माछापुच्छ्रे हिमाल त्यहाँ अलिकति देखिरहेछ। सायद आज चाहिँ देख्दैन होला, किन भन्दाखेरि हामी अहिले बेसीतिर छौँ। फेरि बेसीबाट आज सायद माथि पुग्नेछौँ हिमालयतिर। त्यसपछि हाम्रो अर्को भाइ पनि आइपुगेछ यहाँ। बस एकछिन बस। यस्तो छ तल चाहिँ खोलाको आवाज त आइरहेछ। छोरी यस ठाउँहरू एकदम दामी सफा चिटिक्क ढुङ्गाको बाटो। अब हामी यहाँ रेस्ट गरेर एकछिन आधी घण्टा जति यहाँ भोटे कुकुर। त्यसलाई देऊ न ब्रेड। के सक्यो ब्रेडै कत्रो भोटे कुकुर। के यहीँको हो यो? हिमाली कुकुर यो पनि हो क्या? हस्की हो क्या? कति भयो हाम्रो? 5वटा यहीँको पुरै ज्याङ्गो कुकुरहरू छ हिमालको यहाँ त। अनि फेरि यहीबाट हामी अगाडि हिँड्नेछौँ। एकछिन रेस्ट गरेर खानासाना खाएर हामी अगाडि बढ्छौँ। सबै हो। हाम्रो यो हो प्रोटिन बार, जुन कि अलि एनर्जी दिनको लागि। यसै गरी हाम्रो खोला तरिएको अवस्था छ यहाँनिर। एकदम मिठो।
ब्याम्बो भिलेज पनि हामी ब्याम्बो भिलेजबाट हिँडिसकेको अवस्था एकछिन हाम्रो रमणीय दृश्यहरूको गिम्बल मोबाइलले राख्न यसमा त छैन मैले ट्राइपोड ल्याएको छैन को बोक्छ सो अब प्रत्यक्ष हाम्रो टोली अगाडि बढेको अवस्था मेरो लट्ठीको यात्रा त्यहीसम्म थियो सायद 81 बिर्सेको रहेछ लड्जहरू एकदम सुन्दर जति सुन्दर त्यति खतरनाक प्राइस सो हामी अब यसै गरी अगाडि बढ्छौँ ल श्यामले 1 नम्बरमा गियर लाउनु कता हो उर्गेन कताबाट चढेको तिमी हान्न 1 नम्बरमा चढ्छ एकमा नि स्पिड खोजेर हुन्छ एकमा यस्तो लोड छ नि त गाडी लोडमा हुने बेला कहाँ हुन्छ त पेट्रोल हालेको छैन पेट्रोल इन्जिन कि डिजल इन्जिन तिम्रो ए एकदम अफ रोड बाटो पाङ्रा त ठिक छ नि एकदमै ग्रिप वाला टायरहरु हाम्रो राम्रै छ अहिलेसम्म त ब्रान्डको टायर हो तल त खतरा छ कति राम्रो भ्यू सम्पूर्ण रूपमा आहा नुहाइधुइ क्या हो जस्तो लागिरहेछ
आहा हिमालबाट झरेको अर्को हाम्रो वाटरफल कति राम्रो हो पानीहरू पानी कति सफा हाम्रो भाइ यहाँ अगाडि आइसकेको छ योबाट लाग्नेछ हामी एकछिन फेरि रेस्ट लिन्छौँ because we love water so much. Huh? Aha, pani ta pani के हो Oh. एकदम चिसो पानी अब प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ हिमालको जुन छेउछेउमा रहेको चट्टान मिन्स ढुङ्गाको पहाड पुरै कस्तो रमाइलो देखिरहेको छ अझै अगाडि गएर हेरौँ माथिबाट सानो सानो झरनाहरू झरिरहेछ अनि माछापुच्छ्रे हिमाल यहीँ आइपुग्यो अब क्यामेरामा चाहिँ कतिको देख्छ होला तर यहाँबाट चाहिँ एकदम नजिक देखिरहेछ हेर्न सक्नुहुन्छ अलिअलि बादल लागेछ आज अनि यतापट्टि चाहिँ रिउसो अनि यहाँ झरना यहाँ एउटा अनि यहाँ एउटा यस प्रकारको भ्यू छ आने जानेको पनि लाइन त्यस्तै छ यता पनि छ भ्यू एकदम घाम चाहिँ यस्तो भइसक्यो यहाँ चुइगम चाहिन्छ मलाई छ हौ नखाएको यसरी माछापुच्छ्रे हिमालको नजिक आइपुग्यो यसै गरी हामी दोभान भन्ने ठाउँमा आइपुग्यो
जुन कि 2505 मिटर माथि रहेको छ। धेरै भ्लगरहरू धेरै प्रकारको युट्युबर्सहरू पनि आएको रहेछ। दोभान, यो हो दोभान अनि त्यो हो माछापुच्छ्रे। हेर्नुहोस् हिमालको काखमा बसेको रमाइलो अनि सुन्दर दोभान। अर्गानिक खेती पनि भएको यहाँ देखिन्छ। यस्तो ठाउँमा कति राम्रो राम्रो होटेलहरू, रुमहरू कति राम्रो राम्रो। अगाडि छ माछापुच्छ्रे, हामी छ यहीँ तल। भेरी नाइस। अब यहाँ खानपिन हुन्छ होला सायद, अनि त्यसपछि फेरि हामी हाम्रो नेक्स्ट स्टपको लागि बस्नेछौँ। बिफोर लिभिङ फर्स्ट के हेरौँ? कुकुर भनेको त हाम्रो सबभन्दा प्यारो हो। त्यही भएर उता पछाडि त वाटरफल पनि रहेछ। क्या त खैराले ट्रेकिङ ल्याएको हो कि? ओके लु अब त यही होला कि अघिदेखि ठुलो स्वर गर्ने खोला यही जस्तो लाग्छ, तर होइन होला, उता पनि छ जस्तो लाग्छ। हामी उता हिँड्नेछौँ। यस्तो यस्तो छ ठाउँहरू। यही हो जस्तो लागेको छ। पानी एकदम चिसो छ, एकदम खुट्टा पनि डुबाउन सक्दैन। मैले अघि कोसिस गरेको खुट्टा जमाइदिन्छ। यसरी छ यहाँ, यसरी छ यहाँ छ भ्यू। यसरी आउने जाने हो। यहाँ बसौँ है, एकछिन बसेर जाउँ। यो हो नि रहेछ। ओके, यस प्रकारको राम्रो राम्रो ठाउँहरू छ। जति राम्रो त्यति कठिन पनि छ, रिस्क पनि छ। वाउ, पानी त एकदम सफा। माथि हिमालै होला नि। ओहो, कति सफा पानी, एउटा नि माछा छैन। हेरौँ। ट्रान्सप्यारेन्ट वाटर।
हेरो साथी हो यस्तो यस्तो बाटो पनि आउनुपर्ने छ सो हामीले अहिलेसम्म पर्खिरहेको झरना अनि इङ्ग्लिसमा वाटरफल आइपुगेको छ जुन कि यस प्रकारको छ होइन हौ यहाँ अझै पनि छ जस्तो छ अगाडि यहाँनिर मन्दिर रहेको छ हाम्रो त्यसै गरी यस्तो दामी ठाउँमा आइपुग्यो कत्रा ठुलो झरना रहेछ यहाँ तल भिर यस्तो सपोर्टमा मान्छे उभिरहेछ यस्तो छ दामी छ सबै भक्तजनहरू फोटो खिच्न बसिराख्नु भएको छ आमामा क्या तल होला हौ यो त यस्तो रहेछ हौ दामी 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 हो अझै उतापट्टि रहेछ भिडियोमा सायद अलि सानै देखिरह होला यसो हेर्दा त ठुलै छ हैन रोसाङ भिडियोमा सानो देखे पनि आँखामा लाइभ देख्यो भने चाहिँ ठुलो छ एकदम ठुलो छ धेरै ठुलो धेरै ठुलो धेरै ठुलो धेरै धेरै राम्रो मान्छेको भिड पनि हेर्न सक्नुहुन्छ अलि रेस्ट लिन्छौँ हामी अनि माथि चढ्नेछ मन्दिर चाहिँ हाम्रो यहाँ मन्दिर बराह मन्दिर हामी हिमालयको नजिक नजिक आइपुग्यो यस्तो खोला रहेछ यहाँ सोम
माथि हिमाल यस्तो छ अनि कोजे चढ्न सक्छ माछा पुच्छ्रे हैन काले यस्तो चट्टान छ है त्यहाँ त के आधी भाग भयो क्या उता हेर त ग्याप रहेछ ओ यहाँ यस्तो छ अनि को सक्छ कसैले यहाँ हेलिकप्टरमा झार्यो भने मात्रै हो हैन त्यहाँ माथि नत्र त चढेर सकेको सक्यो So finally finally हिमालयमा हामी आइपुग्यो आजको हाम्रो स्टे यही हुनेछ हिमालयमा हेर्न सक्नुहुन्छ तल खोला अनि यहाँ हिमालय 3 बज्ला 6 मिनेट हिमालय 29 मिटर हिमालय होटल अब हामी हाम्रो रुम पुगेर रुम कस्तो छ त्यो देखाउँछ पछि सो गाइज हाम्रो होटलमा आजको लागि बासको लागि हामी पुगिसकेका छौँ अनि हाम्रो जुन होटल यस प्रकारको छ अनि यता हाम्रो दाजुहरू हेरेर भ्यूहरू हेरिरहेछ अनि हाम्रो रुम चाहिँ यो हो आजको यहाँ हरेक चीजको चार्ज लिने रहेछ है हिटर चार्जको 300 मोबाइल चार्जको के अरे मोबाइल चार्जको 200 हट सावरको 250 हाम्रो चाहिँ आजको रुम चाहिँ सेयरिङमा हो रुम यस प्रकार छ अनि चिसो चाहिँ एकदम अहिलेदेखि नै कडा चिसो छ यहाँ हो कि हैन भाइ एकदम यहाँ हेर्न सक्नुहुन्छ के लागेको छ मोजा सोजा लाएर एकदम यो के भन्छ यो ठाउँलाई हिमालय यो ठाउँ आइसकेपछि चाहिँ बाहिर निस्कनु लागि एकदम मोटो मोटो चाहिन्छ अनि टोपी कम्पलसरी मोटो मोटो सबै किनभने एकदम चिसो छ यहाँ अनि यो होटलको भ्यू अब यस प्रकारको छ यो चाहिँ अब बाहिरको यस प्रकारको छ होटलको भ्यूको बाहिर यहाँनिर अब रुमहरु सर्टेज भएपछि टेन्टको पनि व्यवस्था छ होटल चाहिँ यो हो अनि भोलि जाने यो बाटो फेरि चढ्दै जाने अनि भोलि चाहिँ हामी देउराली भन्ने ठाउँमा पुग्नु छ अनि हाम्रो यहाँ भाइ बहिनी दाजुहरू यहाँ हुनुहुन्छ यो चाहिँ हेलिप्याड रहेछ हौ यहाँ खोला बगिरहेछ यहाँ एकदम यो खोलाले चाहिँ माछा पुच्छ्रे र अन्नपूर्ण हिमाल छुटाइरहेको छ
अघि एकजना गाइडले पनि भनेको थियो। अनि ठ्याक्कै यतापट्टि हो कि सायद होला माछा पुच्छ्रे। अब भोलि देखिन्छ होला सायद। अहिले हेर्न सक्नुहुन्छ यहाँनिर अलिअलि हिमालको चट्टानहरू जुन देखिरहेको छ, टुप्पोहरू। हामी धेरै टाढा पनि छैन अहिले, यही नजिक नै छौँ। अनि हाम्रो भोलिको जानेको बाटोको लागि यहाँ छ। त्यही हो आजको अब डे 3 को। अब भोलि हुनेछौँ। आजको लागि यति नै हो। अब भरे त्यही खाने, अब एकछिनमा खाना खाने, अनि अँध्यारो परिहाल्छ। अब पढ्न लागिसक्यो, खाना खाने अनि सुत्ने। अनि त्यसपछि भोलि बिहान फेरि हाम्रो सुरु हुन्छ। अहिलेको लागि बाई बाई।